अब पूर्व अभ्यास सकेर मूल विषय अब आज चाहिँ मूल विषयमा अनि धर्मदेशन चाहिँ खास गरेर अनि चार आर्य सत्यको विषयमा चाहिँ भन्न चाहन्छु। अब आज त्यो चारवटा सबै सिद्धिन्न होला। अब जति सक्दो चाहिँ हामी गरौँ। पहिला बुद्धले अनि चार आर्य सत्यको विषयमा धर्मदेशन गर्नु गरेको त्यसको विषयमा चाहिँ अस्ति मैले भनिसकेको थिएँ। अनि बुद्ध स्वयंले अनि भारतको बनारस भन्ने ठाउँमा चाहिँ अनि चार आर्य सत्यको धर्मदेशन चाहिँ गर्नुभयो। अब हुनु चाहिँ चार आर्य सत्यको धर्म चाहिँ उहाँले किन धर्मदेशन गर्नुभयो भने हुनु हाम्रो मनको सोचको भित्र चाहिँ दुई किसिमको सोच चाहिँ हुन्छ। एउटा चाहिँ मनको भित्र दुःखहरू नहोस् भन्ने त्यस्तो एउटा सोच छ, विचार हुन्छ। एउटा सोच र विचार चाहिँ मलाई सुख पाओस् भन्ने अनि विचार र सोच छ। त्यसो कारणले मलाई चाहिँ दुःख नहोस् भनेको सोच विचार भएको कारणले त्यसको सोचसँगै सोच भएको कारणले बुद्धले पनि अनि चार आर्य सत्यको विषयमा दुई किसिमको अनि सत्य चाहिँ भन्नुभएको। त्यो चाहिँ के हो भनेदेखि दुःख सत्य र समुद सत्य भन्ने। बुद्धले दुःख सत्य र समुद सत्य भन्ने त्यो दुई सत्य चाहिँ अनि हाम्रो मनको भित्र दुःख नहोस् भनेको सोच भएको कारणले उहाँले त्यो भन्नुभएको। अब हामीलाई फेरि एउटा सोच चाहिँ मलाई सुख पाओस् भन्ने सोच एउटा छ। त्यो सोच भएको कारणले बुद्धले अर्को निरोध सत्य भन्ने र मार्ग सत्य भन्ने दुई किसिमको सत्य चाहिँ भन्नुभएको हो। त्यसो कारणले पहिला बुद्धले धर्मदेशन गर्नु बेलामा चार आर्य सत्य भन्ने है एउटा चाहिँ दुःख सत्य, दोस्रोमा चाहिँ समुदाय सत्य, तेस्रोमा चाहिँ निरोध सत्य अनि चौथोमा चाहिँ अनि मार्ग सत्य भन्ने। अब त्यो चारवटा चाहिँ दुई भागमा राख्नुपर्छ। यो दुःख सत्य र अनि समुदाय सत्य भन्ने एउटा भाग, एउटा चाहिँ अनि निरोध सत्य र मार्ग सत्य भन्ने त्यो हो। पहिला चाहिँ हामीले यो जान्नुपर्ने धेरै महत्त्वपूर्ण रहेछ। अब त्यसमा बुद्धले हाम्रो सोचको भित्र दुःख नचाहिने भने त्यस्तो सोच भएको कारणले अनि दुःख सत्य र समुदाय सत्य भन्ने त्यो विषयमा धर्मदेशन गरेको हो भनेदेखि अब दुःख सत्यले चाहिँ अनि के परिचय गर्छ? दुःख सत्य भन्ने चाहिँ त्यसले चाहिँ हाम्रो मनमा दुःख नहोस् भन्ने सोच भएको कारणले अब हामीले दुःख चाहिँ त्याग्नुपर्ने छ। अब दुःख त्याग्नुपर्ने हो, तर दुःख भन्ने चाहिँ कस्तोले भन्छ भने त्यसको विषयमा चाहिँ अनि थाहा नभयो भने हामीले दुःख चाहिँ त्याग्नु सक्दैन। त्यसो कारणले बुद्धले हामीलाई दुःख चिनाउनुको लागि अनि उहाँले दुःख सत्य भन्ने चाहिँ भन्नुभएको। यो छेउको भाषामा तिब्बती लिपिमा
दोंगल सेपर छ भनेको छ दोंगल सेपर छ भनेको मतलब चाहिँ तपाईले दुःख भने चाहिँ पहिला जानकार हुनुपर्छ थाहा हुनुपर्छ भनेको दोंगल सेपर छ भनेर त्यसो कारणले पहिला हामीले दुःख भने चाहिँ चिन्नु पर्यो राम्रो गरेर चाहिँ अनि त्यसको पछि चाहिँ उहाँले समुदाय सत्य भने चाहिँ भन्नुभएको समुदाय सत्य भने चाहिँ त्यो योले के देखाउँछ भनेदेखि दुःखको हेतु र प्रत्ययहरू चाहिँ देखाउँछ त्यसो कारणले अब बुद्ध स्वयंले के भनेको छ भनेदेखि सम्बुद्ध लेबीमा कुञ्जुङ पावर छ कुञ्जुङ भने चाहिँ समुदाय भनेको समुदाय कुञ्जुङ पावर छ भने चाहिँ त्यसलाई टेक्नु पर्छ भनेको छ अब त्यसको मतलब के भयो भने यदि हामीले दुःख चाहिँ टेक्नु पर्छ भनेदेखि अब दुःख टेक्नुको लागि दुःखलाई अनि दुःखद्वारा मुक्ति पाउनको लागि हामीले के गर्नुपर्छ भनेदेखि त्यो दुःखको अनि हेतु र प्रत्ययहरू के रहेछ भनेर चाहिँ थाहा हुनुपर्छ त्यो थाहा भएर दुःखको प्रत्यय र हेतुहरू चाहिँ हामीले अनि टेक्नु सक्यो भने त्यसको पछि दुःख भने चाहिँ हामीले टेक्नु सक्छ दुःखको हेतु र प्रत्ययहरू चाहिँ अब दुःखको हेतु र प्रत्यय भन्ने भने दुःखको कारणलाई भनेको दुःखको कारण हामीलाई दुःख भएको कारण के हो भने त्यो दुःखको कारणलाई दुःखको हेतु र प्रत्यय भनेको हो त्यसो कारणले दुःख हटाउनुको लागि दुःखको हेतु र प्रत्ययहरू अनि हटाउनु पर्छ त्यसलाई टेक्नु पर्यो दुःखको हेतु र अनि प्रत्ययहरू हटाउन सक्यो भने त्यो द्वारा अनि पाएको दुःख पनि हामीले अनि टेक्नु सक्छ दुःखबाट मुक्ति हुन सक्छ त्यसो कारणले अनि यो के रे कुञ्जुङ पावर छ भनेर दुःखको हेतु र प्रत्ययहरू चाहिँ टेक्नु पर्छ भनेको दुङ्गल सेपर छ कुञ्जुङ पावर छ भनेर त्यसो कारणले आज हामीले पहिला दुःख सत्य भने चाहिँ कस्तोले भन्छ समुदाय सत्य भने चाहिँ कस्तोले भन्छ त्यसको विषयमा चाहिँ भन्नु चाहन्छु हैन अब त्यसमा तपाईहरुले प्रोजेक्टर हेर्दै गर्नुस् ल अब पहिला म यो भन्नु चाहन्छु हैन दुःख सत्य भनेको मतलब चाहिँ कस्तोले भन्छ भनेदेखि दुःख सत्य भने चाहिँ ग्यु कुञ्जुङ देम्बाला तेने छुए दुङ्गे सुम चिरिक्पा भनेको छ त्यसको मतलब चाहिँ दुःखको हेतु र प्रत्ययको भित्र चाहिँ दुःखको हेतु र प्रत्यय भन्छ त्यसलाई चाहिँ समुदाय सत्य भन्छ त्यसो कारणले दुःख सत्य भने चाहिँ के हो भनेदेखि समुदाय सत्यद्वारा अनि पाएको भएको तीन किसिमको दुःखहरू छ त्यसलाई दुःख सत्य भनेको हो अब तीन किसिमको दुःख भने चाहिँ कस्तोले भन्छ भनेदेखि छेउको भाषामा दुङ्गल कि दुङ्गल भन्ने एउटा गिरुई दुङ्गल भन्ने दोस्रो तेस्रोमा चाहिँ ख्यापदुचीको दुङ्गल भनेको छ अब त्यसमा नेपालीमा दुङ्गल कि दुङ्गल भने चाहिँ दुःखको दुःख भनेको हो दुःखको दुःख दुङ्गल कि दुङ्गल भने चाहिँ दुःखको दुःख इङ्ग्लिसमा भनेको छ द सफरिङ अफ सफरिङ त्यो दुःखको त्यहाँ छेउको भाषामा त्यहाँ लेखेको छ नि दुङ्गल कि दुङ्गल त्यो अब त्यो इङ्ग्लिसमा द सफरिङ अफ सफरिङ नेपालीमा दुःखको दुःख त्यो एउटा दोस्रो चाहिँ गिरुए दुङ्गल भन्छ त्यो चाहिँ पछि आउँछ परिवर्तन दुःख भन्छ
तेस्रोमा ख्याब दुजेकी दोङ्गाल भन्छ त्यो चाहिँ पछि आउँछ त्यसलाई चाहिँ नेपालीमा सांसारिक दुःख भन्छ त्यसो कारणले तीन किसिमको दुःख है अब त्यसमा पहिला चाहिँ अब के हो भनेदेखि दुःखको विषयमा अब त्यसलाई यहाँ छ नि यो यहाँ हामीले अनि ध्यान दिनुपर्छ है यो चित्त चाहिँ बुद्ध शाक्यमुनिको चित्त हो तपाईहरुले फोटो खिच्यो भने हुन्छ मोबाइल फोनदेखि यो चित्त चाहिँ बुद्ध शाक्यमुनिकी चित्त हो अब यो चित्तमा चाहिँ वहाँ बुद्ध शाक्यमुनिको अनि अब हात भनौं हैन वहाँको हातले यसरी यो देखाएको चन्द्रमुन है चन्द्रमा भन्छ नि चन्द्रमा चाहिँ देखाउँछ यो चन्द्रमा भनेको चित्तले के चिनाउँछ भन्देखि अनि दुःखदेखि मुक्ति भएको निर्वाण मोक्ष भने चाहिँ अनि चिनाएको योले चन्द्रमुनले है अब हामीले भन्छ नि बुद्ध त प्राप्त भयो निर्वाण प्राप्त भयो भन्छ नि हो त्यो मोक्ष निर्वाण भने त्यो हो अब बुद्धले के भन्नु छ हामीहरूले अनि धर्महरू गरेर अन्तिममा अनि दुःखदेखि मुक्त भएको निर्वाण मोक्ष त्यो प्राप्त गर्नुपर्छ भनेको छ अब त्यो प्राप्त गर्नुको लागि के गर्नुपर्छ भनेदेखि यो देखाएको यो चाहिँ योले के चिनाउँछ भनेदेखि संसार भने चाहिँ यो चित्तले चिनाएको हो योले चाहिँ द व्हील अफ संसार भन्छ है संसारको अनि संसार भनौं संसार अब यो संसारको भित्र चाहिँ अनि के छ भनेदेखि छोलोक छ छोलोक है देवालोक अनि खर्सा अर्को एउटा छ लमै भन्ने अनि मान्छे त जेरो छ मानव लोक अनि त्यसको के अरे न्यालवा हिता थुन्ड्रु पक्षु अनि त्यो करसा नरक लोक त्योहरू अनि जो जम्मा 6 लोकहरू चाहिँ छ अब हामी यो 6 लोकको भित्र अनि जन्म भयो भने हामीले चाहिँ दुःखहरू चाहिँ 3 किसिमको दुःखहरू चाहिँ हामीले भोग्नु पर्ने हुन्छ त्यसो कारणले अब बुद्धले चाहिँ शाक्यमुनिले के भन्नुभयो भनेदेखि तपाईले यो संसारदेखि मुक्त भएर तपाईले अनि त्यो निर्वाण तथागत त्यो अनि प्राप्त गर्नुपर्छ भनेर चाहिँ भन्यो छ त्यसो कारणले यो निर्वाणमा पुग्नुको लागि चाहिँ यो संसार चाहिँ हामीले देख्नुपर्छ त्यहाँदेखि संसारको दुःखदेखि मुक्त हुनुपर्छ है यो चाहिँ क्लियर भयो नि थाहा भएन त्यो हो अब त्यसको कारणले अब यहाँ हेर्नुस् त यहाँ अब यो चाहिँ नरकमा जन्म भयो भने योहरू सबै दुःखहरू सबै चाहिँ भोग्नुपर्ने हुन्छ है अब नरकमा हुँदाखेरि कहिले आगोले पोल्ने कहिले त्यो चिसो अनि त्यसमा चाहिँ हिउँ परेर धेरै चिसो त्यस्तो दुःखहरू भोग्नु पर्ने धेरै तातो दुःखहरू भोग्नु पर्ने अहिले हामी यहाँ दिमापुरमा भने बाहिरतिर गयो भने यति गर्मी छ हैन यस्तोमा पनि हामी बस्नु नसक्ने जस्तो हुन्छ यहाँ के फेसिलिटीहरू चाहिएको हुन्छ रहेछ नि अब यहाँ पुग्यो भनेदेखि यो पंखाहरू कहाँ पाउँछ होला एयर कन्डिसनरहरू पाउँदैन
त्यसको कारणले यस्तो दुःखहरू सबै भोग्नु पर्ने हुन्छ योलाई के भन्छ दुःखको दुःख भन्छ हैन दुःखको दुःख भनेको मतलब चाहिँ के हो भनेदेखि हाम्रो मनको भित्र छरुवा भन्छ छरुवा भनेदेखि एउटा इंग्लिशमा भन्छ नि इमोसन फिलिङ भन्छ नि अब यो चाहिँ नेपालीमा चाहिँ अनुभव भन्छ नि दुःखको दुःख भने चाहिँ के हो भनेदेखि उदाहरणमा हाम्रो टाउको दुख्दाखेरि चाहिँ तुरुन्त हामीले मनको भित्र चाहिँ अनि म टाउको दुख्छ रहेछ भन्ने चाहिँ त्यो दुःखलाई महसुस गर्न सक्ने हुन्छ नि त्यसलाई भन्छ दुःखको दुःख त्यही दोसो गरेर पेट दुखेर पनि यस्तो हुने हाट्टी दुखेर पनि हुने जोस त्यो अनि फिलिङ चाहिँ महसुस गर्ने बेलामा तुरुन्त यो त दुःख रहेछ भनेर चाहिँ थाहा हुने त्यस्तो खालको दुःखलाई चाहिँ दुःखको दुःख भन्छ हैन त्यसो कारणले त्यस्तो दुःखहरू चाहिँ यो लोक सबैको भित्र छ त्यस्तो दुःख भोग्नु पर्ने चाहिँ दुःखको दुःख भने चाहिँ लोक सबैलाई छ यस्तो हो अब यहाँ हेर्नुस् न यस्तो हामीले अब आगोले पोलेर अब त्यसमा पनि नरकमा पनि 18वटा किसिमको अनि नरक त्यो नरकको अनि त्यो दुःखहरू भोग्नु पर्ने हुन्छ हैन छाङ्याल गे भनेर 8वटा 2 अनि निसेवे न्यालवा नेखोरवे न्यालवा भनेर जम्मा 18वटा अनि दुःखहरू चाहिँ भोग्नु पर्ने हो त्यसमा चाहिँ यो छाङ्याल भनेर चाहिँ त्यो धेरै तातोले धेरै त्यो आगो त्यस्तोले पोलेर अनि दुःख पाउने त्यस्तो हो यस्तो अनि यस्तो दुःखहरू पनि हुन्छ है त्यस्तो माथि यसरी जानु पर्ने अनि यस्तो आफैले यस्तो खाने त्यो दुःखहरू यस्तोहरू योहरू अब यो चाहिँ हितक भनेको हो हितक भन्ने चाहिँ खानाहरू त्यो नपाउने पेट ठुलो भएको त्यस्तो अनि नरक एउटा छ त्यसलाई चाहिँ हितक भन्छ त्यस्तोहरू हुन्छ यहाँसम्म चाहिँ एउटा भयो है अब अघि भनेको जस्तो लोकको भित्र पशु लोकहरूले पनि अघि भनेको दुःख पाउने अब यो छ नि भुङ्बुहरू उनीहरूले गर्छ त्योहरूले चाहिँ दुःख पाउने यो त पशुको दुःख भने चाहिँ हामीले आँखाले देख्न सक्ने त्यस्तो हो नि यो सत्य हो योहरू सबै फोटोहरू सत्य हो नि यहाँ हेर्नु त उहाँलाई अब यति सबै त्यहाँ भोग्नु नसकेर लोरेको त्यस्तो हुन्छ हामी मान्छेले चाहिँ आफ्नो लागि अरूलाई त्यस्तो दुःखहरू दिनेहरू हुन्छ अब यहाँदेखि नि केवे दुङ्गल भने चाहिँ हुनु चाहिँ दुःखकै दुःख हो दुःखको भित्र चाहिँ अनि मान्छेको दुःखहरू छ मान्छेको दुःखमा पनि धेरै किसिमको छ जिउको दुःख मनको दुःख तर चारवटा दुःख भन्छ के गा ना छि भनेर
त्यो भित्र चाहिँ केवे दुङ्गल भने सफरिङ अफ बाथ है जन्म लिँदाखेरि दुःख भोग्नुपर्ने दुःख त्यसलाई भन्छ केवे दुङ्गल भनेर सफरिङ अफ एजिङ भन्छ नि गावे दुङ्गल भनेर हामी त्यो के अरे सानो बालकदेखि फेरि अलि ठुलो हुने युवा युवती त्यस्तो हुने त्यहाँदेखि फेरि बाआमा जस्तो अलि ठुलो हुने फेरि बुढाबुढी हुने त्यो बेलामा दुःखहरू धेरै छ नि त्यो सबैलाई यो गावे दुङ्गल भन्छ होइन त्यस्तो दुःखहरू भोग्नु पर्नेछ अब यहाँ नावे दुङ्गल भने सफरिङ अफ सिकनेस भन्छ नि हामीले बिमार भएर धेरै दुख्ने त्योहरू पनि दुःखकै दुःख हो दुःखको दुःख भने चाहिँ यस्तोहरूले चिन्नु पर्यो शिवे दुङ्गल भने सफरिङ अफ डेथ मर्नु बेलामा दुःख हुन्छ त्यो हो मर्नु बेलाको दुःख अब यो हाम्रो मानव जीवनमा चारवटा दुःख अनि भोगेर चाहिँ संसारमा घुमेर बस्छ भनेको खोरवा भनेको संसारमा घुमेर बसेको भनेको खोरवा भने चाहिँ संसारमा घुमेर बसेको कसरी घुमेर बसेको भनेदेखि के गा ना छि भनेर जन्म लिने बुढा हुँदै जाने बिमार हुने फेरि मर्ने फेरि जन्म लिने त्यो चारवटा दुःख चाहिँ भोग्दै अनि संसारमा यसरी घुमेर बस्छ भनेको त्यसो कारणले यो चारवटालाई केका नाची दुङ्गल भनेको चाहिँ त्यो हो अब हामीले मनमा राख्नुपर्ने के छ भनेदेखि जहिले भने बुद्धले दुःखको सत्य भनेको छ दुःखको सत्यको भित्र 3 किसिमको दुःखको सत्य भनेको छ दुःखको दुःख भने अब दुःखको दुःख भने चाहिँ के हो भनेदेखि तुरुन्त यो थाहा हुनुपर्छ है जन्म लिनु बेलामा धेरै दुःख हुने बुढा हुँदाखेरि दुःख हुने बिमार हुँदाखेरि दुःख हुने मर्नु बेलामा दुःख हुने जिउको दुःखहरू मनको दुःखहरू जोस त्यो आफूले महसुस गर्ने बेलामा तुरुन्त अब यो त दुःखै छ भनेर चाहिँ महसुस हुने अनुभव हुने त्यसलाई चाहिँ दुःखको दुःख भन्छ अब यहाँसम्म अनि 3 किसिमको दुःखको भित्र एउटा चाहिँ भनिसक्यो हैन अब यहाँ हेर्नुहोस् अब यहाँदेखि चाहिँ 3 किसिमको दुःख छ नि 3 प्रकारको दुःख त्यो भित्रमा दोस्रो दुःख चाहिँ के हो परिवर्तन दुःख भन्छ परिवर्तन दुःख छेउको भाषामा गुरुवे दुङ्गल गुरुवा भने चाहिँ परिवर्तन अनि दुङ्गल भने चाहिँ दुःख परिवर्तन दुःख इङ्ग्लिसमा द सफरिङ अफ चेन्ज भनेको छ नि त्यो है अब त्योलाई चाहिँ हामीले कसरी थाहा हुनुपर्छ भनेदेखि योले तुरुन्त हामीले थाहा हुन सक्छ अब यहाँ बटरफ्लाई छ नि बटरफ्लाई है यहाँ चाहिँ बत्ती छ हैन ल्याम्प बत्ती छ अब यो बटरफ्लाईलाई बत्तीको अनि त्यो के भन्छ कलर भनौँ त्यसको लाइट त्यसको उज्यालो छ नि बत्तीले त्यो देख्दाखेरि चाहिँ पहिला चाहिँ धेरै खुसी लाग्छ धेरै त्यो उहाँले चाहिँ यस्तो उज्यालो धेरै राम्रो छ भनेर चाहिँ त्यसलाई अलिकति त्यो हुन्छ कि के अरे एट्याचमेन्ट भने चाहिँ मोह मारे गर्छ त्यो चाहिँ राग हुन्छ राग पहिला अनि त्यो सँगै के हुन्छ यो बत्तीको अगाडि गयो भने बत्तीको माथि गयो भने अनि आफूले दुःख हुन्छ भन्ने अनुभव चाहिँ छैन थाहा छैन त्यसो कारणले अन्धविश्वास त्यो के अरे
अज्ञान छ अज्ञान त्यो बटरफ्लाईलाई यसको विषयमा यहाँ गयो भने मर्छ भनेर थाहा नभएको अज्ञान पनि छ त्यसको माथि राग छ त्यो अज्ञान र रागद्वारा अनि बटरफ्लाई चाहिँ बिस्तारै बिस्तारै अगाडि 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 यहाँतिर पुग्छ त्यो पुग्दाखेरि चाहिँ फेरि अलिकति अब त्यो तातो जस्तो आफूलाई अनि त्यो राम्रो लाग्ने महसुस त्यस्तो हुन्छ अलिकति अगाडि पुग्दाखेरि अब त्यो बेलामा यो बटरफ्लाईले अब ओहो अब उज्यालो पनि छ रहेछ अनि त्यो अलिकति तातो पनि हुने रहेछ भनेर चाहिँ राग भएर अनि धेरै त्यो खुसी चाहिँ अनि खुसीलाई राग भएर अनि यहाँतिर घुमेर बस्छ 1 2 3 1 2 घुमेर बसेर चाहिँ पछि चाहिँ के भन्छ त्यो भित्र पस्छ अब त्यो पस्नु बेलामा चाहिँ कस्तो हुन्छ भनेदेखि यसो हुन्छ आफ्नो जिउहरू सबै आगोले पोल्छ अब यो किन त्यस्तो जिउ त्यो बत्तीको माथि आएर आगोको माथि पुगेर पोलेर के हुन्छ दुःखको दुःख हुन्छ अब यो दुःखको दुःख चाहिँ कसरी भएको भनेदेखि त्यसको अगाडि अलिकति सुख भएको कारणले अलिकति सुख छ हैन तर त्यो सुख चाहिँ सत्यको सुख होइन त्यो सुख चाहिँ सत्यको सुख नभएको कारणले त्यो सुखलाई राग भएर त्यो सुख अझै चाहियो भनेर चाहिँ यता आएर त्यही सुखको महसुस भएको सुखले त्यो सुख चाहेको कारणले त्यसलाई धेरैचोटि त्यो सुखलाई अनुभव गर्दै गर्दै गएको पछि के अरे महसुस गर्दै गर्दै गएको पछि चाहिँ अनि यो दुःख चाहिँ दुःखको दुःखमा पुगेको त्यसको कारणले के भन्छ भनेदेखि परिवर्तन सुख के अरे परिवर्तन दुःख भन्ने चाहिँ कस्तोले भन्छ भनेदेखि सुरुवातमा चाहिँ धेरै सुख हुने अनुभव महसुस गर्दाखेरि ल सुख छ रहेछ भनेर चाहिँ सुखको महसुस पाउने अनुभव पनि हुने तर त्यो सुख छ भनेर चाहिँ त्यसलाई धेरैचोटि त्यो सुखको पछि अनि गएको कारणले अन्तिममा अनि दुःखको दुःख पाउने त्यसले भन्छ कि अनि परिवर्तन सुख भनेको चाहिँ त्यो हो यो चाहिँ एउटा उदाहरण भयो है अब अर्को उदाहरण यो है यहाँ लेखेको छ नि रक्सी र जाङ रक्सी खाएको भनेर है अब आजकलको धेरै मान्छे खास गरेर यङ त्यो युवा युवतीको भित्र चाहिँ तर्कालको सुखलाई सत्यको सुख हो भनेर मानेर अब त्यो रक्सी खाने अनि जाङ रक्सीहरू खाने छाङहरू खाने त्यस्तो धेरैहरू हुन्छ नि अब त्यो खाँदाखेरि पहिला त्यो खाँदाखेरि त सुखको अनि अनुभव हुने महसुस हुने हो तर त्यो सुख त्यो त्यस्तो खाएको कारणले पिएको कारणले सुख छ भनेर अब त्यसले धेरैचोटि त्यो सुखलाई राग भएर त्यसमा जान्दै जान्दै धेरैचोटि त्यसलाई त्यो करायहरू गर्दै गर्दै गयो भने अन्तिममा चाहिँ अब के हुन्छ भने डाक्टरहरू भन्छ नि लिभरहरू सबै अनि त्यो बिमार हुने त्यसको कारणले रगतहरू पनि मुखबाट आउने अनि त्यो क्यान्सरहरू हुने त्योहरू सबै चाहिँ हुँदैछ त्यसको कारणले हाम्रो यो त्यो हाम्रो यो के अरे अनि संसारमा पनि अनि मान्छेहरूले भन्छ नि अनि त्यो बानी व्यवहार राम्रो हुनुपर्छ धर्मले मानोस् या नमानोस् बानी व्यवहार राम्रो हुनुपर्छ हेल्थ केयर गर्नुपर्छ भनेको कुराहरू छ नि त्यो के हो भनेदेखि कोही सुखहरूले
पहिला चाहिँ सुख पाउने जस्तो पछि अन्तिममा धेरै दुःख दिने त्यस्तोहरू छ। त्यसो कारणले परिवर्तन सुख भने चाहिँ कस्तोले भन्छ भनेदेखि कर्म र क्लेशद्वारा भएको अनि तत्कालको सुखलाई अनि परिवर्तन सुख भनेको हो। अब यो चाहिँ सबैले मनमा राख्नुपर्छ। परिवर्तन सुख भने चाहिँ होइन, परिवर्तन दुःख भने चाहिँ कस्तोले भन्छ भनेदेखि यहाँ सुन्नुहोस् है। परिवर्तन दुःख भन्छ नि, त्यसले कसो भन्छदेखि पहिला चाहिँ तत्कालको सुख हो, तर त्यही तत्कालको सुखद्वारा अन्तिममा दुःख पाउने, त्यो तत्कालको सुख चाहिँ बिस्तारै दुःखमा परिवर्तन हुने, त्यसलाई चाहिँ परिवर्तन दुःख भनेको हो। अब त्यसको एक्जाम्पल, त्यसको उदाहरणमा चाहिँ के हो भनेदेखि के भन्नुपर्छ भनेदेखि के अरे कर्म र क्लेशद्वारा भएको तत्कालको सुखलाई परिवर्तन दुःख भन्छ भनेर चाहिँ हामीले चिन्नुपर्छ, थाहा हुनुपर्छ। त्यसो कारणले उदाहरण अहिले यो रक्सी खाएको जस्तो त्यो पनि हो। अब यहाँ हेर्नुहोस्, एउटा चाहिँ यस्तो हुन्छ नि, पहिला चाहिँ त्यो के भन्छ हाम्रो अनि परिवारको भित्र, अब परिवारको भित्र पनि बुद्ध स्वयंले भनेको जस्तो यो के अरे श्रीमान र श्रीमती उहाँ दुईटाको बिचमा पहिले नै त्यो प्यार माया दयाहरू पनि शुद्ध माया दया हुनु पर्यो। त्यसको पछि चाहिँ अनि त्यो के अरे असल विचार, असल आचरण त्योहरू चाहिँ राम्रो हुनु पर्यो। त्यस्तो गरेर हामी अनि आफ्नो जीवन निपायो भने सुख चाहिँ धेरै हुन्छ। अब नत्र के हुन्छ भनेदेखि कोही पहिला चाहिँ रागद्वारा अनि श्रीमान श्रीमतीको बिचमा अनि त्यो माया आउने जस्तो, त्यसको कारणले चाहिँ अनि बिस्तारै के अरे बिस्तारै चाहिँ या छाँछ ग्याबाला खाएर साथा यहाँ सिक्दिन्छु छेटो बिहा गर्ने। अब बिहा गर्नु बेलामा पनि आफ्नो मनलाई, आफ्नो बानी विचारहरूलाई नहेरेर त्यसको भित्र धेरै राग भयो भने त्यसको पछि बिस्तारै 1 महिना 2 महिना 3 महिना 1 वर्ष 2 वर्ष त्यसको पछि चाहिँ फेरि अनि पहिला मुखदेखि नै झगडा गर्ने, नराम्रो कुराहरू बोल्दै जाने, त्यसको कारणले पनि पहिला चाहिँ धेरै माया लाग्ने, पछि मनको भित्र पनि सङ्ग लाग्ने, त्यस्तो हुन्छ। फेरि बिस्तारै रिस के अरे राग सँगै रिसहरू पनि अनि ठुलो हुँदै जान्छ। त्यस्तो हुँदै गयो भनेदेखि पहिला मुखदेखि झगडा गर्छ, फेरि पछि चाहिँ सत्य नै हात हानेर चाहिँ झगडा गर्ने त्योहरू हुन्छ होइन। फेरि बच्चा पाउँदाखेरि चाहिँ 2 मान्छेको जिम्माको माथि फेरि 3 र 4 र त्यस्तो गरेर जिम्मा पनि धेरै हुने। त्यो सँगै धेरै कारण सहित अनि दुःखहरू पनि धेरै हुने, झगडाहरू पनि हुने। त्यस्तो बिस्तारै यसो गर्दाखेरि चाहिँ पहिला चाहिँ बिहा गर्ने र सँगै बस्ने चाहिँ सुखको लागि भनेर चाहिँ गरेको, फेरि पछिमा चाहिँ अनि दुःखदेखि यसो हामीले जीवन अनि निभाएर जान्छ होइन। त्यसो कारणले अनि अहिले यो के भन्छ बुद्धले के भन्नुभएको भनेदेखि यस्तो अनि के अरे रागद्वारा भएको अनि माया पनि सत्यको माया होइन। रागद्वारा भएको
अनि त्यो माया दयाहरू भने अनि त्यसले त्यसको सँग राग मिसेको कारणले अनि त्यो त्यहाँदेखि दुःखहरू चाहिँ धेरै पाउने त्यस्तो हुन्छ भनेर चाहिँ भन्नुभएको छ। त्यसो कारणले अहिले के भन्नु चाहन्छु भनेदेखि कर्म र क्लेशद्वारा भएको माया र दया र त्यो सँगै माया दयाको कार्यहरू त्यो सँगै के अरे तत्कालको सुखहरू हामीले पाउँछ महसुस हुन्छ। तर त्योहरू सबै भने परिवर्तन दुःख हो भनेर चाहिँ बुद्धले भनेको छ। अब त्यो चाहिँ अब जनताले आफ्नो आफ्नो अनुभव धेरै छ त्यहाँदेखि थाहा हुन्छ हो त्यस्तो हो। त्यसो कारणले अब यहाँ हेर्नुहोस् फेरि बुद्ध स्वयंले पनि भनेको छ अनि शान्ति देवाले पनि भनेको छ त्यो सत्य हो। नर्ने फुङडुल थाइ सेबर छ भनेर। अब हाम्रो यो संसारमा सबैले हामी सुख चाह्यो दुःख चाहिँदैन भन्यो। सुख चाहिने र दुःख नचाहिने हो त्यसको अनि के अरे मार्ग चाहिँ त्यसको अनि उपाय के छ भनेदेखि सबैले हामीले पैसा बनाउनु पर्छ भन्छ। अब पैसा भन्नेदेखि नि पैसा र धन दौलत भन्नेदेखि नि यो सुख पाउने एउटा उपाय र दुःख हटाउने उपाय हो भनेर चाहिँ मान्छेहरूले अनि सम्झिनु मनमा यस्तो राख्छ। तर सत्य कुरामा चाहिँ त्यो होइन होइन। त्यो नभएको त्यो होइन भनेको कारण भने अनि हामीले धेरै कुरा धेरै अनि कारणदेखि हामीले चाहिँ भन्नु सक्नेछ। अब यहाँ हेर्नुहोस् न ट्रुथ अफ लाइफ। अब हाम्रो जीवनमा सत्य कस्तो कस्तो गर्छ भनेदेखि अब आफूलाई पैसा नहुँदाखेरि अब पैसा चाहिन्छ भनेर चाहिँ पैसा मात्र त्यो सोचेर त्यसकै लागि चाहिँ दोहोऱ्याएर जान्छ। अब त्यो पनि 100 रुपियाँ पायो भनेदेखि फेरि 1000 चाहियो भन्छ। 1000 पायो भनेदेखि फेरि 10,000 भन्छ फेरि 1 लाख भन्छ। यसरी गरेर पैसा चाहिँ हामीले पैसा मात्र सम्झिन्छ। फेरि त्यो सँगै कहिले पैसाकै लागि घरको भित्र श्रीमान श्रीमती बीचमा झगडा हुन्छ। पैसाको लागि घरको भित्र बच्चा र छोरा अनि सँग के अरे बाआमा र छोरा छोरीसँग अनि झगडा हुन्छ। फेरि पैसाकै लागि घर छिमेकीहरू अनि त्यो के भन्छ झगडा हुन्छ। फेरि पैसाको लागि श्रीमानले पनि श्रीमतीलाई समय दिनु सक्दैन। श्रीमतीले पनि श्रीमानलाई समय दिनु सक्दैन। बाआमाले छोराको लागि समय दिनु सक्दैन। छोराले बाआमाले समय दिनु त्यस्तो पनि हुनसक्छ। फेरि पैसाको त्यो कारणले अनि के अरे लुटमार पनि हुनसक्छ। पैसाको लागि बाआमाले पैसा धेरै बनाएर छोरा छोरीहरूले पैसाको लागि पैसाको लोभले बा र आमालाई मारेको कुराहरू पनि धेरै हुन्छ। त्यसो कारणले यदि पैसा भन्ने चाहिँ सत्य नै सुख पाउने एउटा उपाय हो भनेदेखि त्यो पैसाद्वारा दुःखहरू चाहिँ नहुने हो नि। किन भएको? त्यसो कारणले पैसा मात्रले हामीलाई सुख पाउने भने चाहिँ होइन भने त्यो हामीले चाहिँ थाहा हुनुपर्छ होइन। तर यो भनेको होइन कि बुद्धले पैसा चाहिँदैन भनेको कुरा होइन। तरकारको लागि आफू खानु पर्यो, केही लग्नु पर्यो, कार्यहरू गर्नु पर्यो, घर परिवार देखभाल गर्नु पर्यो। त्यसो कारणले तरकारको लागि पैसा चाहिँ जरुर छ। तर मनको भित्र यो नसोच पैसा भयो भने सुख सबै पायो भन्ने, पैसाले सुख सबै पाउँछ भने त्यो चाहिँ नसोच भनेको छ होइन। त्यो कुरा भने हामीले मनमा राख्नुपर्ने। अब पैसाको लागि चाहिँ कामहरू गर्ने दोहोरेर पाउँछ पैसा। तर अझै लोभले
अझै रागले जति पायो भनेदेखि अझै आफूले नपुग्ने है फेरि चाहियो भने पैसाको लागि यसरी गएर अन्तिममा चाहिँ पैसा चाहिँ कोहीहरूलाई पैसाको लागि दुःख गरेर धनी हुने त्यस्तो सक्छ। तर यहाँ हेर्नुहोस् त यो उमेर चाहिँ कहाँ पुग्यो, पैसाको लागि जवानमा सिर्फ पैसा भनेर चाहिँ सोचेर गयो, फेरि यहाँ अलिकति बुढो भयो नि कपाल अलि छैन होइन पैसा यति पाइसक्यो होइन, अहिले बाँकी यहाँ छ अब बाँकीहरू पनि पाएर यहाँ हेर्दा सेतो सबै सेतो भइसक्यो, बुढो भइसक्यो। अब त्यो बेलामा के भयो, पैसा चाहिँ सबै टन्न छ तर दाइन्ड भनेर चाहिँ आफ्नो जीवन चाहिँ सिद्धियो, अब मर्ने हो, पैसा सबै राखेर अब मर्ने हो, अब केही छैन होइन। त्यसो कारणले यस्तो नसोचा यस्तो नगर भने है। अब त्यो पनि यहाँ हेर्दा कसरी हेरेर बसेको छ है, उमेर पनि सबै सक्यो है। अब त्यहाँ यहाँ हेर्दा यहाँ त सबै अहिले जान्दैछ नि, सबै अहिले बाटोहरू सबै छ नि, जाँदैछ नि। अब जाने बाटो छैन, अब कहाँ मर्ने मात्रै बाँकी होइन। अब तर्सिएर बस्यो, पैसा पायो मर्नु लाग्यो भनेर चाहिँ बस्यो होइन, यस्तो हो भनेको। त्यसो कारणले अब यहाँ हेर्नुहोस् त, यसमा चाहिँ हामीले कहिले कहिले त्यो बुद्ध धर्म त्यो 4 आर्य सत्य दुःखको दुःख परिवर्तन दुःखहरू ध्यान अभ्यास गर्नु बेलामा चाहिँ बुद्धले भनेको त्यो शब्द त्यो चाहिँ हामीले मनमा राखेर ध्यान गर्ने। तर त्यो सँगै रियालिटीमा सत्य कुरामा चाहिँ हाम्रो जीवन कसरी चलाउँछ रहेछ कसरी जान्छ रहेछ त्यसलाई पनि हामीले धेरै सोच्नुपर्छ, ध्यान गर्नुपर्छ, ध्यान अभ्यास गर्नुपर्छ है। अब कहिले कहिले यसरी ध्यान अभ्यास गर्यो भने राम्रो हो नि। अब एउटा चाहिँ पैसा धन दौलत त्यसको लागि मात्र सोचेर चाहिँ जीवन अनि जीवन निपाउने भनौँ कि जीवन यसरी जाने एउटा व्यक्ति, त्यो पनि ध्यान गरेर एकमा चाहिँ एक हातमा त्यो पनि राख्ने। अब एक हातमा चाहिँ बुद्ध शाक्यमुनि स्वयं राजाको छोरा भएर भने आफूले यति दान दौलत भएर भने पैसा यति भएर भने त्यसलाई चाहिँ ठुलो नमानेर, पैसा र दान दौलतलाई ठुलो नमानेर त्यो के भन्छ आफ्नो अनि दरबार भन्छ नि, राजाको दरबार भन्छ नि, त्यो सबै छोडेर आफ्नो श्रीमतीदेखि लिएर सबै छोडेर धर्मको बाटोमा चाहिँ गएको छ नि। त्यस्तो छोडेर धर्म गर्ने व्यक्ति बुद्ध शाक्यमुनि उहाँ पनि हामीले सम्झिने। अब यो त्यो दुईमा एउटा व्यक्तिले चाहिँ पैसा दान दौलत त्यही सोचेर जब बस्यो, शाक्यमुनिले चाहिँ त्यो चाहिँ सानो सोचेर चाहिँ अनि सत्यको सुख पाउनको लागि चाहिँ अनि ध्यान अभ्यास धर्म गर्यो। अब त्यो दुईटा बाटो चाहिँ सत्यमा कुन राम्रो रहेछ भनेर चाहिँ मन चाहिँ सोझोमा बसेर है, मेरो बुद्ध यस्तो पनि नभनेर सत्य मन सोझो बिचमा बसेर चाहिँ यो बाटो राम्रो कि यो बाटो राम्रो, यो बाटोमा गयो भनेदेखि अधर्मको बाटोमा गयो भनेदेखि के हुन्छ रहेछ, सत्य कुरामा चाहिँ के नोक्सान छ रहेछ, के जीवनमा दुःख पाउने रहेछ, यो धर्मको बाटोमा गयो भनेदेखि पहिला चाहिँ दुःख पाउने रहेछ, फेरि अन्तिममा चाहिँ के पाउने रहेछ, सुख कस्तो पाउने रहेछ, बुद्ध स्वयंले के भएको छ रहेछ। त्यो बुद्ध सिरियलको त्यो फिल्महरू पनि याद गर्दै गर्ने बुद्ध शाक्यमुनिको जीवन, यता पनि त्यो साधारण मान्छेको जीवन, त्यो दुईमा चाहिँ राम्रो गरेर चाहिँ ध्यान गर्नुपर्छ। यस्तो गर्यो भनेदेखि अनि आफ्नो मनलाई आफ्नो मनको भित्रदेखि नै थाहा हुन्छ, ए बाटो त दुई रहेछ रहेछ, यो बाटोमा गयो भने यस्तो हुने रहेछ, यो बाटोमा गयो भने यस्तो हुने रहेछ भने थाहा भएर अनि आफ्नो मन भित्रदेखि नै ल मैले अधर्म चाहिँ गर्नु नहुने रहेछ, धर्म गर्नुपर्छ भनेको सोच चाहिँ आउँछ
यो यसरी सोच्नुपर्छ क्या बुद्ध शाक्यमुनि भन्ने जहिले पनि त्यो फोटो जसोमा चाहिँ माथि राख्ने उहाँको जीवन र उहाँको भनेको कुरामा चाहिँ केही अनि नसम्झ्यो भनेदेखि बुद्धले आफैले फाइदा हुने केही छैन आफैले बुद्धको गुण ज्ञानहरू सम्झेर चाहिँ उहाँको के रहेछ भने त्यो आफ्नो जीवनमा पनि जति सक्दो उहाँले भनेको धर्म चाहिँ गर्यो भनेदेखि अनि पो उहाँको धर्मको फाइदा चाहिँ हामीले मिल्छ हो त्यो चाहिँ म चाहिँ यहाँ चाहिँ त्यस्तो कहिले कहिले त्यस्तो गर्यो भने राम्रो हुन्छ होइन हो यहाँ अब यहाँ हेर्नुहोस् है अब के अरे परिवर्तन दुःख भन्ने चाहिँ एक्जाम्पल उदाहरण सबभन्दा राम्रो एउटा चाहिँ यो बिफोर म्यारिड भनेको छ नि डामेनाल बिफोर म्यारिड भनेको चाहिँ अनि के अरे बिहा नगरेको अगाडि युवा युवती हुने बेलामा चाहिँ माया माया दया भनेर चाहिँ धेरै त्यो गर्छन् होइन त्यस्तो गर्छ तर त्यो बेलामा चाहिँ रागको के अरे अज्ञान र रागद्वारा हाम्रो मनको भित्र अनि बुद्धि भन्ने एउटा छ कि बुद्धि सत्य कुरालाई अनि हेर्ने सत्य कुरा के हो भनेर खोज तलास गर्नु सक्ने बुद्धि भन्ने एउटा छ त्यो सबै अन्धज्ञान र के अरे अज्ञान र रागले त्यो बुद्धिलाई कन्ट्रोल गर्छ त्यसलाई चाहिँ हटाउँछ त्यसो कारणले बुद्धिले पनि काम धेरै गर्दैन होइन त्यो नगरेको कारणले अब राम्रो सोचहरू चाहिँ आउनु गाह्रो अब सोच त आउँछ राम्रो सोच चाहिँ आउनु गाह्रो भएको कारणले अब के आउँछ नराम्रो सोच चाहिँ धेरै आउँछ तुरुन्त त्यसको कारणले अब यो कामहरू अब मान्छेसँग मिल्ने त्यो माया छ दया छ भन्ने फोन गर्ने अनि त्यो भेटघाट गर्ने त समय अब सबै त्यस्तोमा जान्छ सोच जति नराम्रो हुन्छ काम पनि त्यति नराम्रोमा चाहिँ जान्छ समय पनि त्यतिमा जान्छ होइन अब आजकल त झन् यो ल्यापटप भन्छ के त्यो आइप्याड भन्छ के त्यो फोन भन्छ है अब फोनको भित्र पनि सिस्टम यस्तो नयाँ नयाँ बनाएर अहिले थिचेर अहिले त सबै हेर्न सक्ने अहिले थिचेर अहिले कुरा गर्नु सक्ने जति टाढो छ भने अमेरिकामा पुगेको मान्छे हो भने यहाँदेखि तुरुन्त फोन गर्छ तुरुन्त आउने यस्तो छ नि फेसिलिटी अब त्योहरू सबै हामीले कहाँ प्रयोग गर्छ अधर्ममा मात्रै प्रयोग गर्छ अब योहरू धर्ममा प्रयोग गर्यो भनेदेखि त धेरै फाइदा छैन सबै अधर्ममा अब समय कसरी जान्छ थाहा छैन पैसा कति जान्छ थाहा छैन फेरि पैसा तिरेर चाहिँ त्यो भित्र हाल्नु पर्यो होइन त्यस्तो गरेर चाहिँ जान्छ त्यसो कारणले बिफोर म्यारिड भनेर चाहिँ त्यो के अरे बिहाको अगाडि चाहिँ यस्तो धेरै माया लाग्ने माया दया छ जस्तो चाहिँ गर्छ अब सत्यको माया दया छ कि छैन हेर्नु पर्यो होइन ऊ यहाँ आफ्टर म्यारिड भन्छ है अब आफ्टर म्यारिडमा चाहिँ अनि अघि मैले भनेको चाहिँ पहिला मुखदेखि जुत्छ होइन मुखदेखि यता बोल्ने उता बोल्ने मैले जोक गरौँ पहिले पहिले त कपास हाल्नुपर्ने हुन्छ अब धेरै नकराउ है है अब यस्तो झगडा गर्दै गर्दै गएर अनि पछि मनको भित्र त्यो सिसा छ नि सिसा मनको मायाको सिसा छ नि त्यो तोड्छ क्या त्यो तोड्छ थलङ गरेर चाहिँ है त्यहाँदेखि चाहिँ पहिला चाहिँ उहाँको आवाज सुन्दाखेरि कस्तो माया लाग्ने फोन गर न भन्छ होइन अब पछि यो तोडिसक्यो भनेदेखि फोन यसो हेर्दा नम्बर हेर्छ होइन कसको ल फेरि त्यो रहेछ ल अब लिनु पर्यो नलियो भने हुँदैन भन्छ है ल के छ भन्छ है अब पछितिर त त्यसको आवाज चाहिँ सुन्नु मन लाग्दैन हो त्यस्तो हुन्छ मैले सत्यमा भन्यो भनेदेखि मैले धेरै ध्यान गरेँ अब आजकलको दुनियाँ भएको कारणले अब फेसबुक धेरै छ नि धेरै कुराहरू छ आँखाले देख्ने कानले सुन्ने आफ्नो जीवन बन्ने धेरै कुराहरू सुनेको छ नि मैले यसो हेर्दाखेरि राम्रो गरेर मनले सबभन्दा माया लाग्ने सबभन्दा मनको भित्र छुनु सक्ने त्यो पनि तर्कालमा होइन कि जहिले पनि हामीले त्यो
विश्वास गर्नु सक्ने र अनि के भन्छ मान्नु सक्ने माया गर्नु सक्ने अनि माया लाग्ने अनि आफूले पनि त्यहाँ माया गरेर उहाँले पनि यता माया दिनु सक्ने को रहेछ हेर्दाखेरि मलाई त बुद्ध शाक्यमुनि वही देख्छ सत्य अब हाम्रो तर्कालको साथी भन्ने धेरै हुन्छ नि आफ्नो मेरो फ्रेन्ड त्यस्तो मेरो बा आमा त्यस्तो हुन्छ नि त्यो तर्कालमा त सबै राम्रो हो तर सत्यमा सबभन्दा राम्रो को रहेछ भनेर हेर्दाखेरि बुद्ध शाक्यमुनि मैले देख्छ उहाँ हामी हेर्नुहोस् न मैले यहाँ उदाहरण भन्छ होइन हामीले फिल्म कति हेरेको छ गीत कति सुनेको छैन तर फिल्म र गीतहरू जहिले पनि के अरे केटालाई खर्च केटा देवा फेमस र त्यो नाम त्यो जहिले पनि बस्दैन रहेछ नि है फिल्म आउँछ 1 महिना 2 महिना 3 महिना यो धेरै राम्रो छ भन्छ फेरि 1-2 वर्षको पछि त्यो फिल्महरू सबै फेरि देख्दैन पुरानो फिल्म भनेर चाहिँ छोड्छ होइन तर्कालमा फिल्म राम्रो आउँदाखेरि चाहिँ यस्तो राम्रो जस्तो देख्छ तर त्यो सत्यको राम्रो नभएको कारणले बिस्तारै मान्छेको मनमा हराउँछ रहेछ नि गीत पनि त्यही हो कहिले यस्तो फिल्म गीत राम्रो आएर 1 महिना 2 महिना 1 वर्ष तक जहाँ गयो भने त्यो गीत सुनाउने रहेछ है फेरि 2 वर्ष 3 वर्ष 4 वर्षपछि त्यो गीत चाहिँ छैन है फेरि त्यो पनि डिलेट भनेर चाहिँ छैन अब के है तर बुद्धको फोटो अहिले 2500 गइसक्यो तर उहाँको फोटो अहिले पनि हुन्छ मान्छेले उहाँले अहिले पनि याद गर्छ बुद्धको वचन 2500 को अगाडि उहाँको वचन अहिले पनि हामी सबैले यस्तो राम्रो भनेर चाहिँ उहाँको वचनमा चाहिँ हामीले अहिले पनि मन लाग्छ होइन त्यसो कारणले सत्य नै मन लाग्ने चाहिँ बुद्धको काया वाक चित्त त्यसले चाहिँ त्यो अझै त्यो भन्दा मन बुद्धको मन चाहिँ यस्तो माया दया सागरको माया दया दोस्तो मायाको सागर माया त्यस्तो भएको कारणले उहाँले भनेको कुरा भने शब्द भने तर्काललाई फाइदा हुने भविष्यमा फाइदा हुने त्यस्तो छ नि ज्ञान त्यो उहाँको मनको गुण र उहाँको वचनको गुणद्वारा अनि पो उहाँ धेरै राम्रो भनेर उहाँको चित्त बनाएर हामी सबैले फोटो राखेर टोकेर राख्छन् त्यो हो नि है त्यसो कारणले त्यो फिल्महरू त्यो गीत सुत भने चाहिँ तर्कालको फाइदा मात्र हो तर्कालमा चाहिँ एउटा युज छ त्यो जहिले पनि हामीले त्यो चाहेको कुरा चाहिँ केही होइन अब जहिले पनि हामीले चाहेको कुरा चाहिँ अहिले भनेको जस्तो बुद्धको काया वाक चित्त त्यसो कारणले मैले जहिले पनि बुद्धको फोटो आफ्नो गुरुको फोटो जहाँ पनि म लिएर जान्छु आफ्नो टाउको माथि त्यहाँ राख्ने जहाँ बस्यो भने त्यहाँ राख्ने अब बिहान जहिले पनि उहाँकै चित्तलाई यसो सम्झेर चाहिँ ध्यान गर्ने उहाँकै अनि वचनहरूले यसो सम्झिने उहाँले के भनेको छ त्यो सत्य हो के फाइदा रहेछ अनि उहाँको मनको गुणहरू सम्झिँदाखेरि धेरै मनको भित्रदेखि नै उहाँलाई चाहिँ त्यो हुन्छ रहेछ त्यो हुँदाखेरि चाहिँ अनि उहाँको कृपाले आफ्नो मन पनि सुख शुद्ध त्यस्तो हुने रहेछ होइन त्यो हो त्यो लामो भएको कुराले होइन कि उहाँको सत्यको काया वाक चित्तको गुण हेरेर गुण थाहा भएर भनेको हो त्यसो कारणले हामीले योहरू चाहिँ राख्नुहोस् मनमा बिफोर म्यारिड आफ्टर म्यारिड हो यहाँ हेर्नुहोस् न है अब पहिला त धेरै त्यो माया लाग्ने कामहरू कार्य गर्छ पछि चाहिँ हानेर अनि के गर्ने त्यो हुन्छ अब त्यसको त्यो मात्र होइन कि कहिले त के भन्छ त्यो चक्कुहरूले पनि मान्छे मार्ने त्यसो पनि हुनसक्छ रहेछ नि होइन धेरै त्यो हो त्यसो कारणले अब यहाँ हेर्नुहोस् पहिला चाहिँ मेरो श्रीमान भन्छ मेरो बच्चा भनेर यस्तो माया गर्छ अब रिस रागहरू हुँदाखेरि खास गरेर रिसहरू यस्तो हुँदाखेरि चाहिँ कुट्छ मेरो भन्दै कुट्ने त्यस्तो पनि हुनसक्छ अब त्यस्तो कुराहरू चाहिँ थुप्रै नै छ
हैन त्यस थुप्रिनु छ म यहाँ एउटा भनौँ अब म चाहिँ एक माता म गुरु हो गुरुहरूको भिक्षुहरू बस्ने ठाउँमा चाहिँ आफ्नो आफ्नो लाइफ एउटा चाहिँ छ तर चार आर्य सत्यको विषयमा बुद्धले भन्नु बेलामा हामी सबै मनमा सोच्नुपर्छ नि बुद्धिले बुद्धले भनेको जस्तो हो कि होइन भनेर त्यसो कारणले परिवर्तन दुःख भन्ने त्यसको विषयमा मैले आँखाले देखेको कानले सुनेको त्योहरू चाहिँ सबै मैले अनुभव छ त्यसको माथि 2005 देखि म अनि त्यो हाम्रो यो के भन्छ धर्मशालातिर अनि जो जहाँ भने अब 2005 देखि म चाहिँ जनताको अब गुरु जस्तो भएको हो हैन त्यसो कारणले म जनतासँग डाइरेक्ट अनि त्यो के भन्छ रिलेसन भन्छ नि सम्पर्क छ त्यसो कारणले मेरै चेला जनताको भित्र भएको चेलाहरूले मनदेखि नै उहाँहरूले दुःखहरू चाहिँ मलाई भन्दैछ त्यो भनेको कारणले मैले थाहा भएको कुरा धेरै छ हैन त्यसमा एउटा केटी एउटा थियो है उमेर धेरै ठुलो होइन हैन उहाँ आमा हो उहाँले चाहिँ के भन्यो भनेदेखि एकचोटि रुन्दै रुन्दै मलाई भने थियो यो त्यो बेलामा मैले चार आर्य सत्यको विषयमा चाहिँ मैले धर्म प्रवचन दिएको थियो अब उहाँ चाहिँ मेरो घरमा आएर बुद्धले जो भनेको जस्तो परिवर्तन दुःख भने चाहिँ त्यो सत्य हो भनेर चाहिँ उहाँले मलाई भन्यो किनभने चाहिँ उहाँ आफूलाई अनुभव भयो भनेको छ कसरी भयो भनेदेखि पहिला उहाँ के अरे श्रीमती उहाँ र श्रीमानको भित्रमा त्यो अघि भनेको जस्तो बिफोर म्यारिड बिहा नगरेको अगाडि 3 वर्ष अनि त्यो उहाँ दुईटा चाहिँ माया दया त्यस्तो भएर चाहिँ यसरी बसेको अरे अनि पछि चाहिँ अनि उहाँ दुईटा मनमा आफ्नो आफ्नो मनमा त्यो के भन्छ विश्वास भएर अब हामी दुईटा चाहिँ बिहा गरौँ भनेर चाहिँ कुरा गरेको अरे त्यो बेलामा श्रीमती उहाँ चाहिँ गुरु रुम्बुछेलाई धेरै मान्ने रहेछ गुरु रुम्बुछेलाई अनि उहाँ दुईटा चाहिँ गुरु रुम्बुछेको अगाडि गएर चाहिँ वादा गरे अरे अब हामी आज नै अनि त्यो गर्छु के अरे छाङसा बिहा गर्छु अनि राम्रो गर्छु यो जीवनमा सुखै सुख हुने चाहिँ गर्छु त्यो मात्र नभएर अर्को जीवनमा पनि हामी सँगै बस्नु सकोस् भनेर चाहिँ त्यो प्रार्थना गरेर है यस्तो छ रे मनमा अब बिस्तारै बिस्तारै उहाँ दुईले सँगै बस्दै बस्दै गएको कारणले अब एक दिन चाहिँ श्रीमान उहाँले चाहिँ आफ्नो यो श्रीमती हुँदै हुँदै त्यो के अरे त्यो भित्र के अरे इन्टरनेटको भित्र गएर चाहिँ अनि अर्को केटीसँग चाहिँ त्यो गर्छ रहेछ अरे कन्ट्याक्ट है सम्पर्क गर्ने त्यस्तो भएर अन्त पहिला चाहिँ त्यति विश्वास भएन रे होइन अब केही होइन होला भन्थ्यो अब त उहाँले यस्तो धेरै गरेको चाहिँ देख्यो रे पछि उहाँ नहुँदाखेरि एक दिन चेक गरेको रे त्यहाँभित्र त धेरै केटीहरूको फोन नम्बरदेखि लिएर त्योहरू सबै त्यहाँ छ रहेछ अरे अनि मनको भित्र चाहिँ त्यहाँदेखि शङ्का सुरु भयो अरे त्यो भएको कारणले अनि बेलुका चाहिँ तिमी यसो यसो गर्छ रहेछ भनेर चाहिँ भनेको त उहाँले चाहिँ नमान्ने रहेछ अरे गरेको छैन भनेर फेरि पछि त्यो गरेको चाहिँ सबै प्रुफहरू छ अरे फेरि भन्दै भन्दै चाहिँ नसुनेर चाहिँ अनि झगडा सुरु भयो अरे एक दिन झगडा भयो अरे मुखदेखि यसरी बोल खर्छ दिला खाँचो क्या बोल खर्छ झगडा रे झगडा भन्छ खाँचो चोपा क्या वा डिस्कस होइन अर्को एउटा छ नराम्रो नराम्रो बोल्ने छ नि त्यो के अरे शिक्षा झगडा होस् जो होस् मुखदेखि झगडा गरेर मुखदेखि झगडा गरेर चाहिँ 2 वर्ष झगडा गरेर है 2 वर्ष
त्यसको पछि एक दिन आफ्नो छोराछोरी हुनु बेलामा त्यो श्रीमानले चाहिँ मुखदेखि जाग्रा मात्र नभएर हातले हान्यो रे। हातले हानेर चाहिँ यसरी हानेर अनि धेरै कुट्यो रे। कुट्यो रे, धेरै कुट्यो रे। तर उहाँले चाहिँ हात उतापट्टि चाहिँ हानेन रे। यसरी गरेर 2 वर्ष गयो रे कुटेर है। अब त्यसको पछि एक दिन राम्रो गरेर सोध्यो रे, ओहो उहाँले मलाई यति कुट्यो। अब उहाँले मलाई कुट्नु सक्यो भने म किन नकुट्ने भन्ने रे। अब एक दिन चाहिँ उहाँले कुट्नु बेलामा ल त्यसो भएदेखि म पनि कुट्छु भनेर चाहिँ अनि त हातले हानेर चाहिँ यस्तो जग्रो भयो। तर भोलि बिहान अब बाहिर जानुपर्छ नि होइन। त्यो बेलामा चाहिँ अब फेरि मनको भित्र त्यो छ नि इज्जत भन्ने चाहिँ यो पनि राग हो नि, राग द्वारा इज्जत जान्छ भनेर अरूले थाहा हुन्छ भनेर चाहिँ बाहिर जाँदाखेरि हात यसरी मिलेर जान्छ। फेरि घरको भित्र पस्छ होइन, तुरुन्त हात छोड्छ रे। यस्तो भयो मान्छे भनेपछि के हो के सोच्छ के सोच्छ। यस्तो गरेर फेरि गएर 1 महिना 2 महिना 1 वर्ष एक दिन दिल्लीमा गएर श्रीमान र श्रीमती उहाँ 2 रहेछ अरे। दिल्लीमा गएर एउटा आम्मा भन्ने एउटा रेस्टुरेन्टमा खाना खाएर उतापट्टि चाहिँ कम्प्युटरको त्यो छ अरे। फेरि श्रीमानले उहाँ देख्दैन भनेर चाहिँ कम्प्युटरमा चाहिँ अरू केटीसँग चाहिँ फेरि सम्पर्क गरेर चाहिँ त्यो गर्यो अरे। अनि श्रीमतीले चाहिँ त्यो हेरेर चाहिँ मान्छे थुप्रो छ अरे, हेरेर चाहिँ ठ्याक्कै हेरेर चाहिँ रिस आएछ उहाँहरू तुरुन्त। रिस आएर चाहिँ मुखबाट त्यो भनेर छ तिमी यस्तो नराम्रो गरेर भनेर चाहिँ मुखबाट अलि आवाज ठुलो भएर भनेर छ। त्यो भन्ने बेलामा चाहिँ श्रीमानलाई चाहिँ रिस आएर, रिस आउनु बेलामा केही देख्दैन रहेछ नि यताउता मान्छेहरू केही देख्दैन। रिस आएर उठेर चाहिँ यहाँ कहाँ डम्बमा गालामा चाहिँ हान्यो रे। यति मान्छेको भित्र त्यहाँदेखि त मन यति दुखेर अलिक झगडाहरू गरेर चाहिँ अनि पछि धेरै रुयो रे चाहिँ अनि यसरी गरेर चाहिँ अब समय अलिकति गयो। अब पछि अन्तिममा चाहिँ श्रीमान चाहिँ अमेरिकामा जानुपर्ने रहेछ। अब उहाँले श्रीमतीलाई चाहिँ म अमेरिकामा जान्छु, तिमी पछि बिस्तारै मैले तिमीलाई पनि त्यो गरेर हामी त्यहाँ सर्छु भनेर चाहिँ इन्डियादेखि अमेरिका। अब श्रीमान चाहिँ जानेको लागि केही तयार गरेछ। अब श्रीमतीले मनमा के आएछ, पहिले चाहिँ माया र दयाले नछुट्ने भन्ने छ है। पछि त्यो कुरा चाहिँ थाहा भयो, दुःखहरू भएको कारणले ल राम्रो भयो भनेर चाहिँ मनमा आयो रे। अनि पछि भिजा मिलेर पाएर चाहिँ श्रीमान चाहिँ गएर रहेछ। अनि श्रीमती चाहिँ त्यहाँ इन्डियामा बसेर चाहिँ धेरै आनन्द भयो। अब एक दिन गुरु रुम्चे कहाँ गयो अरे फेरि। अनि त्यो छेमाहरू बत्तीहरू बालेर प्रार्थना गरे अरे, म यो श्रीमानसँग पछिको जन्म छोडेर यही जन्ममा पनि सँगै बस्नु नहोस् भनेर प्रार्थना गरे। अब कहाँ पुग्यो रहेछ, अघि के भन्यो, अघि प्रार्थनामा चाहिँ कस्तो रहेछ है, अहिले अन्तिममा प्रार्थना चाहिँ कस्तो रहेछ हो। यो लाइफ स्टोरीले के देखाउँछ, परिवर्तन दुःख भने चाहिँ तरकारको सुखलाई धेरै राग भएर चाहिँ यस्तो भयो। अब अन्तिममा यस्तोमा पुग्यो है। यो सत्य हो। मलाई मेरै चेला हो, मलाई रुएर यो कथाहरू चाहिँ मलाई सुनाएको हो। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि हामीले जीवन चलाउनु पर्छ, श्रीमान श्रीमती बच्चा सबैसँगै बस्नुपर्छ, तर धेरै रिस रागहरू चाहिँ गर्नु हुँदैन है। लिमिटमा बस्नु सक्नुपर्छ, लिमिटमा ठ्याक्कै बस्नुपर्छ।
अनि अन्डरस्ट्यान्डिङ हुनुपर्छ है। अनि बुद्धले भनेकै दोस्तो असल विचार असल आचरणमा बस्नुपर्छ। त्यसको माथि बुद्धको धर्म जति सक्दो गर्नुपर्छ। त्यस्तो गरेर गएदेखि हुनु चाहिँ अनि त्यो के भन्छ अधर्मको जीवनमा गएको त हो, तर आफूले ध्यान अभ्यास गरेको कारणले धर्ममा गएको पनि हुन्छ। हो त्यसको कारणले यो चाहिँ मनमा राख्नुहोस् भनेर चाहिँ अनुरोध गर्दैछु। अब यहाँ हेर्नुहोस्, यो आमा छ नि, यो आमा चाहिँ श्रीमती आमा छ नि, पहिला त उहाँ आफै मात्र हो नि। अब पछि यो बिहा गरेको पछि चाहिँ सुख पाउँछ भनेर चाहिँ बिहा गरेको पछि आफ्नो लोग्ने श्रीमानको जिम्मा पनि लिनु पर्यो हो। अगाडि बच्चा एउटा, यहाँ बच्चा एउटा, यहाँ बच्चा एउटा, चारवटा मान्छेको अनि जिम्मा लिएर दुःखमा चाहिँ अनि त्यस्तो जानुपर्ने भएको त्यो हो। यहाँ हेर्नुहोस् है, यहाँ छ नि माया छ दया छ भन्छ, पछि त्यो टुटेर चाहिँ यहाँ मार्छ होइन, त्यस्तो हुन्छ। यो श्रीमतीले श्रीमानलाई गर्ने हुन्छ, श्रीमानले पनि श्रीमतीले यस्तो गर्ने भने धेरै छ। अब सत्य कुरामा यस्तो हो भनेको। त्यसको कारणले यहाँ बुद्ध स्वयंले के भन्नु छ, नेभर गेट टु एट्याच टु एनिथिङ, इट ब्रिङ्स सफरिङ भनेको छ। धेरै राग नगर है, त्यसले आफूलाई दुःख पाउँछ भनेको छ होइन, त्यो सत्य कुरा हो। यहाँ अब त्यसको पछि अब यहाँसम्म चाहिँ मैले परिवर्तन दुःख भनेको विषयमा चाहिँ भनिसक्यो। अब यहाँ तेस्रो दुःखलाई चाहिँ के भन्छ, संस्कार दुःख भन्छ। संस्कार दुःख यहाँ इङ्ग्लिसमा चाहिँ के लेख्यो छ, सफरिङ अफ बिइङ के अरे कन्डिसन्ड भनेर चाहिँ लेख्यो छ। जोस अनि त्यो के हो भनेदेखि संस्कार दुःख भन्छ। संस्कार दुःख। अब संस्कार दुःख भने चाहिँ कस्तोले भन्छ भनेदेखि यहाँ उदाहरणमा गयो भने यहाँ हेर्नुहोस्, अहिले यो लोकको भित्र जति दुःखहरू पाएको छ त्यो दुःख चाहिँ किन भोग्नु पर्ने हुन्छ भनेदेखि संसारमा जन्म लिएको कारणले हो। के अरे कर्म र क्लेशद्वारा संसारमा जन्म लियो भने हामीले दुःखको दुःख र परिवर्तन दुःख चाहिँ भोग्नु पर्ने हुन्छ। त्यसो कारणले दुःखको दुःख र परिवर्तन दुःखको अनि व्यास भनौँ त्यो चाहिँ के हो भनेदेखि संस्कार दुःख भने चाहिँ हो। अब यहाँ हेर्नुहोस् है, अब यहाँ छ नि केवा भनेर। अब संसारमा हामीले जन्म लिइसक्यो, संसारमा जन्म लिइसकेपछि जीव भन्ने एउटा चाहिँ हामीले पाउँछ होइन। त्यो सँगै मन भन्ने एउटा चाहिँ हामीलाई हुन्छ। अब सोध्नुहोस् त, जीवको माथि अनि जति दुःखहरू छ त्यो कसरी भएको? जीव भएको कारणले हो नि। जीवको दुःख त जीव भएको कारणले हो नि। मनको दुःख कसरी भएको? मन भएको कारणले हो नि। त्यसो कारणले यदि हामीलाई जीवै छैन भनेदेखि जीवको दुःख भोग्नुपर्छ पर्दैन। यदि हामीलाई के अरे कर्म र क्लेशद्वारा भएको मन भन्ने चाहिँ छैन भनेदेखि त्यसको दुःख चाहिँ हामीले भोग्नु पर्दैन। त्यसो कारणले सांसारिक जीव र सांसारिक मनलाई के भन्छ? संस्कार दुःख भन्छ। त्यसो कारणले संस्कार दुःख भने के हो भनेदेखि सांसारिक जीव र सांसारिक अनि मनलाई संस्कार दुःख भने त्यो दुईटा पनि हामीले पाउने चाहिँ के हो? संसारमा के अरे जन्म लिएको कारणले हो। त्यसो कारणले बुद्धले के भन्छ?
तपाईलाई दुःखको दुःख परिवर्तन दुःखहरू चाहिँदैन भनेदेखि तपाईले त्यो कहाँबाट आउँछ भनेदेखि संस्कार दुःखबाट आउँछ त्यसलाई त्याग्नुपर्छ भनेको छ। अब संसार दुःख चाहिँ कहाँबाट आउँछ भनेदेखि कसरी भएको भनेदेखि संसारमा जन्म लिएको कारणले भएको। त्यसो कारणले तिमीले संसारमा जन्म लिनु हुँदैन। त्यो जन्म लिने चाहिँ तिमीले अनि के भन्छ त्याग्नुपर्छ भनेको छ। अब संसारमा जन्म लिने चाहिँ कसरी त्याग्ने भनेदेखि संसारमा जन्म लिनेको कारण के हो, हेतु र प्रत्यय के हो भनेदेखि कर्म र क्लेश हो। त्यसो कारणले कर्म र क्लेश चाहिँ हामीले त्याग्नु सक्यो भनेदेखि संसारमा जन्मै लिँदैन। त्यसो कारणले बुद्धले यो भनेको छ कुरा चाहिँ त्यो। अब यहाँसम्म चाहिँ यति राखौँ। अब त्यसको पछि चाहिँ यहाँ अलि त्यो जोतो कुन दम्बद खावतो शब्दरवे चिक्तंगे डिग्री अरे इंडे शान डिग्री होता छोटो टुल छक समझो दो यसो गरौँ। अब आज चाहिँ मैले तपाईहरुलाई चार आर्य सत्यको भित्र दुःख सत्य चाहिँ मैले भने है। अब तपाईहरुले थाहा भयो दुःख सत्य भने चाहिँ तीन किसिमको दुःखलाई चिन्नु पर्यो है त। दुःख सत्य भने के हो भनेदेखि तुरुन्त मनमा के राख्नु पर्छ, दुःखको दुःख, परिवर्तन दुःख, संस्कार दुःख, त्यो तीनटालाई दुःखको के अरे दुःख सत्य भन्छ भनेर चाहिँ थाहा हुनुपर्छ। अब त्यो तीन पनि मैले यहाँ उदाहरण दिएर भनेको छ नि त्यो द्वारा अनि थाहा हुनुपर्छ। जो होस् म यहाँ यो भन्न चाहन्छु बुद्धको चेलाले बुद्धको ज्ञानलाई थाहा हुनुपर्छ। बुद्धको चेला हो भनेर चाहिँ नाम चाहिँ लिने तर बुद्ध थाहा छैन, बुद्धको ज्ञानलाई ध्यान नदिने, त्यो 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 कुराहरू चाहिँ नसुन्ने, त्यसको विषयमा थाहा नभएदेखि धेरै त्यो के भन्छ नोक्सान हो। त्यसो कारणले बुद्धको ज्ञानलाई थाहा हुनु पर्यो। अब ज्ञानमा पनि थुप्रो नै छ। बुद्धको मूल ज्ञान चार आर्य सत्य यो हो। चार आर्य सत्य चाहिँ राम्रो गरेर चाहिँ थाहा हुनुपर्छ। अब त्यसमा दुःख आर्य सत्य मैले भनिसक्यो। अब भोलि चाहिँ समुदाय सत्यको विषयमा अब फेरि पछि निरोध जो होस् यस पालमा नेपालीमा चार आर्य सत्य चाहिँ राम्रो गरेर तपाईहरुलाई अनि चिनाउँछु हैन। तपाईहरुले भने ध्यान दिएर चाहिँ राम्रो गरेर सुन्नुस् पढ्नुस् भन्न चाहन्छु। होला सुतुजी चाहिँ